निलले के पकाउनु भएको आज? हजुर मजाले पिरो बनाउनुहुन्छ होला है आलुदम चाहिँ? हजुर अनि यहाँ हाम्रो काकीले के भन्नुहुन्छ? यता हाम्रो निले चाहिँ मसला पिसेको देख्छ पिस्नुहुँदैछ अनि यता मिसेस रोजीले चाहिँ यहाँनिर दाउरा काट्नुहुँदैछ। हेर्नुहोस् मैले यहाँ लसुन पिस्दैछु पिसेको मसला चाहिँ मिठो हुन्छ यो मिक्सीमा पिसेको भन्दा चाहिँ हातले पिसेको चाहिँ टेस्ट हुन्छ हुन्छ हामी आउँदैछु यतै नै काकीले यता गरिसक्नु भएको छ सबै हजुर अचार बनाउनुलाई काट्न हेर्नुहोस् हाम्रो निले रातो बनाइसक्नु भएको छ डल्लै मात्र पिरो तपाईँ के भन्नु चाहनुहुन्छ नि आज हाम्रो यति नै समाप्त गर्दैछु।